अब हामी नेपालीहरूसँग चाहिँ लगभग चारवटा विकल्प चाहिँ छ। अब नेपालीले त्यो चारवटा विकल्प चाहिँ आफूले कुन किसिमले कसरी सदुपयोग गर्ने त्यो त सबैले आफ्नो आफ्नो सोच्ने अधिकार छ। तर मैले यी चारवटा विकल्प चाहिँ एउटा हिसाबले सोच्दाखेरि कुन उपयुक्त लाग्छ अथवा तपाईहरुलाई पनि 4 देखि 5 वटा कुनै एउटा विकल्प छ भने सुझाव गर्नु होला। तर मैले चाहिँ 4 वटा विकल्प देखेँ। अब पहिलो विकल्प भनेको चाहिँ के छ भने अब यस्तै यही अब पार्टीहरुको पछि लाग्ने झोले भन्छन्, झोले हुने यही एनजिओ आइएनजिओ को सरकार बनाउने सधैँ नै यस्तै आफू 120-30 वटा कतिवटा पार्टी छन्, बहुमत कहिले कसैको हुँदैन। त्यसैले चाहिँ यिनीहरुको पछि लागिरहने, भ्रष्टाचार भइरहन दिने, अब जे हो कानमा तेल हाले जस्तो गर्ने, आफू यो सही रहने, यो जस्तो व्यक्ति छ यसलाई सही रहने एउटा विकल्प यही छ। र दोस्रो विकल्प भनेको चाहिँ तपाईको या यिनीहरुलाई भगाउने, नेपाली जति एकजुट भएर सबै एकजुट हुन त गाह्रै छ, तर पनि एकजुट भएर यिनीहरुलाई भ्रष्टाचारी यिनीहरु देशद्रोहीहरुलाई चाहिँ कर्यापझ्याप पारेर आजीवन कारावास गरेर या त देशै निकाला गरेर एक पटकलाई चाहिँ क्लिन गरेर कुनै एउटा भरपर्दो नेतृत्वलाई अपनाएर चाहिँ अगाडि बढ्ने। दोस्रो विकल्प त्यो छ, तर त्यो भरपर्दो नेतृत्व चाहिँ फेरि मेरो हिसाबले छान्न बहुत गाह्रो। किनभने नेपालमा त्यो दोस्रो विकल्प खोज्दाखेरि चाहिँ दोस्रो विकल्प चाहिँ हुन्छ कि भनेर अपनाउन खोज्दाखेरि यसो विचार गरेर जरै तलै हाम्रो त नेपालको त लगभग जरै खतम भइसकेको रहेछ। स्थानीय तहमै एकदम तल जन्तै हाम्रो नै सायद अलिकति सोच विचार पुर्याउन नसक्ने नै छन् कि जस्तोसम्म देखिन थालेको छ। त्यसैले सबै जुनलाई हेर्यो त्यो मास हेर्दा 17,000 18,000 मारेर पनि त्यसैको पछि थुप्रै मान्छे छन् भ्रष्टाचार गरेर